गुरुजी हजुर अनि अब हामीले यो पहाड घुम्दै गर्दाखेरि हजुर हाम्रो शास्त्रमा हाम्रो ग्रन्थहरुमा चाहिँ पहाडको बारेमा के भनिएको छ? अब पहाड हिमाल प्रकृतिको बारेमा हल्का अब हाम्रा सम्पूर्ण सभ्यता नै हिमालबाट विकास भएका छन् र देवादि देव महादेवको बसोबास पनि हिमालमा रहेको छ। त्यसै गरी भगवान मुक्तिनाथको पनि बसोबास हिमालमै छ। र हिमाल कस्तो हो? हिमाल चाहिँ पृथ्वीको आधार हो र देवस्थल हो भन्ने विषयमा कवि कालिदासको एउटा पङ्क्ति मलाई रघुवंश महाकाव्यमको होला याद आयो। अस्त्युत्तरश्याम दिशि देवतात्मा हिमालयो नाम नगाधिराज पूर्वापरौ तोयनिधिवगाह्य स्थित पृथिव्या इव मानदण्डः स्थित पृथिव्या इव मानदण्ड। कृष्ण कन्हैया लाल की जय। अस्त्युत्तर श्याम दिशि देवतात्मा हिमालय। हिमालय चाहिँ सम्पूर्ण ऊर्जाको शक्तिको देवताहरूको पनि केन्द्र आत्मस्वरूप हो। त्यहाँ हिमालयलाई आत्मा भनिएको छ क्या कालिदासद्वारा। किनभने हिमाल नहुनु हो भने हिमालदेखि मुनतिरको पहाड पनि हुँदैन अरे र त्यो पहाडको हराभरा पनि हुँदैन अरे। किनभने हिमालले चाहिँ यो बादलहरू बगेर आएकोलाई रोकिदिने अनि रोकेर हिमालमा ठोकिएर वर्षा हुने अनि वर्षा भइसकेपछि मात्रै पहाड र तराई पनि हरियाभरा हुने हो। र हिमालले यो प्रकृतिमा खेलिरहेको बादललाई चिसो वायुलाई रोकेर चाहिँ हिउँको रूपमा स्वीकार गरेर नदी बगानेर बगाइदिने। हिमाल नहुनु हो भने त मरुभूमि मात्रै हुने रहेछ। हावा त कुदै कुदै गर्छ, रोकिँदैन नि त। त्यसकारण हिमालय आत्मा हो। हिमालय नभई कोही पनि बाँचिँदैन। आज मौसमविदहरू पनि चिन्तित छन् कि ग्लेसियरहरू हिउँ पग्लिँदैछ, अन्टार्क्टिकामा हिउँ पग्लिँदैछ, यो ग्लोबल वार्मिङको कारणले गर्दा भनेर दुखी छन् नि। गर्मी बढ्दैछ। तर हाम्रो राष्ट्र नेपाल चाहिँ हिमालको राष्ट्र। कति प्रतिशत हिमाल छ सर नेपालमा? 17% होला। 17% हिमाल छ हामीसँग। अनि हिमालयो नाम नगाधि राजा, पर्वतहरूको राजा हो नि त हिमालय त हो। र त्यसको सबैभन्दा महाराजा सगरमाथा पनि हामीसँग छ। र यो अहिले हामी 3018 मिटर माथि उपस्थित छौँ। र हिमालमा रहेपछि यस्ता पहाडहरूले चाहिँ प्रकृतिलाई सभ्यतालाई बचाएको हुन्छ। र पूर्वकालमा ऋषिहरू तपस्या गर्नका लागि, ध्यान गर्नका लागि एकान्त चाहिने, चिसो चाहिने र ऊर्जाशील भूमि चाहिने, जहाँ घाम पुरै लाग्छ, जहाँ कोणहरू मिलेको यस्तो पहाडहरूको कन्दरा पर्दछ, त्यस्ता ठाउँमा चाहिँ ध्यान पनि एकत्रित हुँदो रहेछ। र हाम्रा हिमवत खण्डका प्राचीन ऋषिहरू आएर तपस्या गरेको र यो आर्यावर्त क्षेत्रको हिमवत खण्ड हो नेपाल। र आर्यावर्तको भारतवर्षको आर्यावर्तान्तर्गत हिमवत खण्ड हो यो नेपाल। अनि यो अत्यन्तै दिव्य भूमि हो। यो देशलाई हामीले चिन्नुपर्छ, माया गर्नुपर्छ। हिमालबाटै, पहाडबाटै नदी सभ्यताहरू, जल राशिहरू निस्केका छन्। मान्छे बाँच्छौँ, यसलाई सफा राख्नुपर्छ। हामी सबै मिलेर स्वच्छ राख्नुपर्छ। रुख बिरुवा हिमाल पहाडको पूजा गर्नुपर्छ। पूजा गर्नु भनेको धुप बालेर प्लास्टिक फ्याँक्नु होइन। पूजा गर्नेहरूले नै फोहोर पारिदिए क्या हाम्रा हिमालहरूलाई। अर्को गल्ती काम पनि भएको छ। पूजा गर्न आए सबै प्लास्टिक फ्याँकेर डढाएर हैरान पारे। त्यस्तो पूजा होइन। हिमालमा केही नलिजाने, प्रदूषण हुने चिज लिएर नजाने, लिएर गइयो, पानी पिइयो, झोलामा हाल्ने, लिएर आउने। बट्टाहरू फोहोरहरू उत्पादन गरियो भने। र हिमालको पूजा गर्ने कसरी पहाडको भने पहाडमा गएर रुख रोपिदिने, त्यहाँ गएर नयाँ नयाँ प्लान्टहरू लगाइदिने, सफा गरिदिने,
त्यहाँको प्रकृति पर्यावरणलाई जसरी बलियो बनाउन सकिन्छ त्यो खालका गतिविधि गर्नु नै त्यसको पूजा हो। हो मेरो पूजा भनेको त अब जस्तो मलाई ल्याएर कसैले टाउकामा दही खनाइदियो भने त म खुसी भइनँ नि। टाउकामा दही खनाइदियो अनि धुप ल्याएर चाहिँ मेरो कानमा यसरी गाडिदियो अनि के गरेको जीव तैँले गुरु मैले तपाईँको पूजा गरेको मेरो कानमा धुप हालिदियो उसले नि अनि बाती ल्याएर चाहिँ नाकमा गरिदियो भने त म त खुसी भइनँ नि। मेरो पूजा भनेको त मलाई बस्ने ठाउँ राम्रो दिनु पर्यो होइन, मलाई के मिठो लाग्छ त्यो खुवाउनु पर्यो हो कि होइन। मेरो अनुकूल गर्दा मेरो पूजा हो। पूजाको अर्थ हुन्छ सेवा। पूजाको अर्थ के हुँदो रहेछ? सेवा हो। अनि कसलाई कहाँ कुन किसिमको सेवाको जरुरी छ त्यो गर्नु चाहिँ वास्तवमा पूजा हो। र प्रकृतिको पूजा नै ईश्वरको आराधना हो, किनभने ईश्वरको अभिव्यक्ति नै प्रकृति हो। किनभने प्रकृति जड हो, ब्रह्म चेतन हो। चेतन ब्रह्मको दृष्टि जड प्रकृतिमा परेपछि प्रकृति सक्रिय हुन्छ, प्रकृतिमा गतिविधिहरू हुन्छन्, ऋतुहरू परिवर्तन हुन्छ, जीवहरू त्यहाँ प्राण चेतनशील बन्दछन् हो। त्यस कारणले पर्यावरणको सुरक्षा, हिमालयको सुरक्षा, नदीको सुरक्षा, पहाडहरूको सुरक्षा नै परमात्माको पूजा हो। अनि त्यो सुन्दर प्रकृतिमा बसेर उपनिषद पढ्यौँ, गीता पढ्यौँ, आत्ममीमांसा गऱ्यौँ, ध्यान गऱ्यौँ भनेदेखि कल्याण मजा आइहाल्छ। त्यति हो जीवन भनेको। ल यी कफहरू हामीले गऱ्यौँ र अब हामी यो दिव्य सुन्दर क्षेत्रबाट अझै घाम लाग्यो, अझै दिव्य बिदा हुन्छौँ। ल अब यो हाम्रो अहिलेको यो छोटो पोडकास्टलाई यहीँ विश्राम गर्छौँ। कृष्ण कन्हैया लाल की जय, नारायण थान की जय।